हिजो बालेन्सा झापा 5बाट चुनाव जित्यो भने यो कान चाहिँ म काटेर फाल्छु अनि टिचिङ हस्पिटल गएर म सिलाइ गर्छु अनि कानको सुन चाहिँ म बालेन्सालाई दिन्छु भन्ने दिदीले आज के भन्दैछन् यो भिडियो हेर्नुहोस्। विवाहको सत्ता फालिसकेपछि ग्यासै अभाव भइसक्यो। विवाहको सत्ता फालिसकेपछि ग्यासै अभाव भइसक्यो। ग्यास त मैले यहाँ घरमा पकाउनु राखेको ग्यास मैले बिजुली चुल्हा पकाएर ग्यास दिइसकेँ मान्छेलाई। मलाई नभएको ग्यास मैले पनि ग्यास पसल छैन तर मान्छे हिजो त्यसो भन्ने अनि अहिले आज आएर चाहिँ के भन्दैछन् केपी शर्मा ओली हारेको कारणले चाहिँ ग्यास सर्टेज भयो अरे नेपालमा। ए दिदी अहिले मिडल इस्टमा द्वन्द्व चल्दैछ, सबै पेट्रोल डिजेल सिलिन्डर सबै यहीँबाट सप्लाई हुने हो क्या। अहिले म मिडल इस्टमा छु, यहीँ पनि सर्टेज छ। एपछि नेपालमा त यहीँबाट जाने हो होइन, यहीँ सर्टेज छ, यहाँबाट कसरी उता जान्छ त्यो तपाईँले अलिकति बुझेर पनि नबुझेको जस्तो गरेको हो कि त्यो चाहिँ मैले बुझिनँ है। अब एक दुईवटा मिडिया पनि अस्ति देख्दै थिएँ म, भोटको बेलामा चुपचाप घन्टी छाप, अहिले भोट पछाडि चाहिँ हाफ सिलिन्डर भन्ने पनि एक दुईवटा मिडियाबाट सुन्दै थिएँ। अब त्यो मिडिया पनि पार्टीकै मिडिया हो है, तर मान्छे हो भने चाहिँ बुझ्छ, त्यसो भनेको होइन रहेछ क्या। बरु मान्छेलाई एमाले बनाउन सकिन्छ, एमालेलाई मान्छे बनाउन सकिँदैन रहेछ भनेर चाहिँ त्यसै भनेको होइन रहेछ।